यति बेला हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छौँ। एनिसाको बलात्कारपछि हत्या भएपछि अहिले सुर्खेत तनावग्रस्त भएको छ। दर्शकबिन साथीहरू अहिले कर्णाली प्रदेश निकै तातिरहेको छ होइन। अब जस्टिस फर इनिसाको न्यायको लागि अहिले कर्णाली प्रदेशमा यो न्यायको लागि न्याय प्रेमीहरू मानवाधिकार विभिन्न संस्थाहरू उत्रिएका छन्। अहिले सुर्खेतमा निकै तनावग्रस्त भएको छ। दर्शकबिन हेर्नु साथीहरू एकदम तनावग्रस्त छ। साथीहरू एकदम थाम्न नसकिने भिड आएको छ। बलात्कारपछि मृत्यु, बलात्कारपछि हत्या गरिएकी इनिसा विकको न्यायको लागि अहिले कर्णाली प्रदेशमा यो जुलुस देखिएको छ। हेर्नुहोस् साथीहरू, हेर्नुहोस् यस्तो कर्णाली प्रदेशमा निकै अहिले तनावग्रस्त भएको छ। न्यायको लागि कुनै पनि प्रशासनले र कुनै पनि सन्तोष सर, हामी यति बेला सन्तोष सर यति बेला हामी कुमाई चोकमा छौँ। कुमाई चोकमा भन्ने छौँ। अब हामी यति लगाउँदै हामी वीरेन्द्र चोकमा आउँदैछौँ होइन। सन्तोष आइहाल्नु। र साथीहरू जहाँबाट हेरिरहनु भएको छ अहिले कर्णाली प्रदेशमा निकै तनावग्रस्त भएको छ। इनिसा विकको बलात्कारपछि हत्या गरिएपछि अहिले निकै तनावग्रस्त भएको छ। साथीहरू हेर्नुहोस् है ल। साथीहरू एकदम तनावग्रस्त भएको छ। सन्तोष सर आउनुहोस्, हामी अहिले यो कुमाई चोक भन्ने ठाउँमा छौँ। कुमाई चोकमा रेडियो नेपाल अलिकति अहिले कर्णाली प्रदेशमा निकै तातिरहेको छ। अहिले तनाव छ साथीहरू, तनावग्रस्त भएको छ। साथीहरू अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निकै तनावग्रस्त भएको छ। साथीहरू हेर्नु एकदम तातिरहेको छ। साथीहरू एकदम जहाँ जति हुनुहुन्छ आउनु सत्य। साथीहरू अहिले कर्णाली प्रदेशमा अहिले जिल्ला प्रहरी कार्यालय जाँदैछन्। साथीहरू मान्छे मार्न पाइँदैन। साथीहरू अहिले सुर्खेत निकै तनावग्रस्त भएको छ। साथीहरू अहिले हेर्नुहोस् अहिले कर्णाली प्रदेशमा निकै तनावग्रस्त भएको छ। इनिसा विकको बलात्कारपछि हत्या भएपछि अहिले निकै देश तथा विदेश तातिरहेको छ। सामाजिक सञ्जाल तातिरहेको छ।
अहिले चाहिँ निकै र्याली अहिले आइरहेको छ। यहाँभन्दा अझ ठुलो भिड हुँदैछ साथीहरू। हत्यारालाई फाँसी दे, हत्यारालाई कारवाही गर। कारवाही गर। तलब एक ब्याकअप लाइल एकैछिन है। दोस्रो यति बेला हामी प्रत्यक्ष रूपमा चाहिँ अहिले यहाँको माझमा देखाइरहेका छौँ। यहाँ चाहिँ स्थानीयदेखि लिएर चाहिँ परिवारले चाहिँ सानो शान्तिपूर्ण प्रस्तुत गर्नुभएको छ। हामीले चाहिँ तपाईँहरूलाई देखिरहेका छौँ। अहिले चाहिँ वीरेन्द्रनगरकोमा अहिले यहाँ हेर्न सक्नुहुन्छ। साथीहरू यति बेला हामी हिलेखाली चोकमा आएका छौँ। साथीहरू जो जति सहभागी हुन चाहनुहुन्छ तपाईँ हिलेखाली चोकमा पुगेका छौँ। साथीहरू सबै जोडिरहनु भएको छ। देश तथा विदेशमा जोडिरहनु भएका साथीहरू सबैले सपोर्ट गरौँ। यहाँ देश तथा विदेशमा पुर्याउँ साथीहरू। साथीहरू हामी सबैले यो लागेर यो अन्तर्राष्ट्रिय माहौल तताउनु पर्छ भन्ने अहिले चाहिँ कर्णाली प्रदेशमा निकै तनावग्रस्त भएको छ। इनिसा विकको बलात्कारपछि निर्मम तरिकाले हत्या गरिएपछि सामूहिक 4 जनाले हत्या गरेको कुराले अहिले कर्णाली प्रदेश सुर्खेत अहिले तातिरहेको छ। अहिले तनावग्रस्त भएको छ। साथीहरू जहाँबाट हेरिरहनु भएको छ तपाईँहरूले यसलाई चाहिँ विभिन्न पेज तथा सबैमा पुर्याउनु होला। अहिले चाहिँ निकै तातिरहेको छ। साथीहरू हेर्नु तातिरहेको छ है। एउटा बालिकाको बलात्कारपछि मृत्यु हुन्छ। साथीहरू यो कुरा अहिले देश तथा विदेशमा हामी सबैलाई थाहा भएको कुरा हो। अहिले यो र्याली इनिसाको विकको घरबाट मृतक इनिसाको घरबाट अहिले चाहिँ हिलेखाली पुगेको छ। जिल्ला प्रहरी कार्यालयमा अहिले जुलुस देखाउने भएको छ। साथीहरू जहाँबाट जोडिरहनु भएको छ मिडियाका साथीहरू पत्रकार साथीहरू तपाईँ आउन अपिल गर्दछौँ। र अहिले अब एकदम सुर्खेतमा तनावग्रस्त भइरहेको छ। अब करिब मृत्यु भएको आज 4 दिनभन्दा 5 दिन भइसकेको छ। अहिले पनि खासै त्यति न्याय पाएनौ भनेर पीडित परिवार र अहिले सबै अहिले उत्रिएर सुर्खेतमा तनावग्रस्त भएको छ। अब बलात्कारपछि हत्या भएपछि इनिसा विकको बलात्कारपछि हत्या भएको थियो। अब हामी सबैले थाहा छ साथीहरू। यसको विषयमा अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यतै जुलुस उत्रिएको छ। अपराधीलाई कारवाही गर भनेर दोषीलाई बचाउन बन्द गर भनेर विभिन्न किसिमका नारा ल्याएर जुलुस ल्याएर प्लेटफर्ममा उत्रिएका छन् साथीहरू। अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकदम तनावग्रस्त भएको छ साथीहरू। अब
फोन गरिरहेको भावनाले साथीहरू अहिले जो जति जहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू जो जति जहाँबाट हेरिरहनु भएको छ साथीहरू अहिले कर्णाली प्रदेश कुरुक्षेत्रमा निकै तातिरहेको छ अपराधीलाई कारबाही अपराधीलाई कारबाही गर कारबाही गर we want justice we want justice we want justice तिमीलाई न्याय दे तिमीलाई न्याय दे we want justice we want justice तिमीलाई न्याय दे तपाईं गर्नु तपाईं घटाउनु महिला हाम्रो पहिचान हो महिला हिंसा बन्द गर महिला हिंसा बन्द गर दोषीलाई कारबाही गर दोषीलाई कारबाही गर दोषी उठाउन पाउँदैन बालिकालाई सम्मान गर महिला हाम्रो पहिचान हो महिला हिंसा बन्द गर साथीहरू अहिले हामी हिलेखाली चोकमा पुगेका छौँ योभन्दा अगाडि आइसकेका छौँ यहाँबाट जुलुस देखाएर जिल्ला प्रहरी कार्यालय जाने यो
यो र्याली जिल्ला प्रहरी कार्यालयमा जाँदैछ। साथीहरू, यो हामी सबैले थाहा भएको कुरा हो, बलात्कारपछि हत्या भएकी ज्यान गुमाउन परेकी इनिसा विकको न्यायको लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तनावग्रस्त भएको छ। साथीहरू, तनावग्रस्त एकदम खबरदारी र्यालीका लागि अहिले चाहिँ सुर्खेत तनावग्रस्त भएको छ। बालिकामाथि हुने बलात्कार हत्या हिंसा बन्द गरे, इनिसा मेका विकलाई न्याय दे, हत्यारालाई कारबाही गरेर जस्टिक इनिसा भनेर अहिले तातिरहेको छ। साथीहरू, जहाँबाट हेरिरहनु भएको छ, साथीहरू तपाईँ हेरेर साथ दिनु होला। देश तथा विदेशमा हुनुहुने सम्पूर्ण नेपालीहरूलाई अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अहिले निकै तनावग्रस्त भएको छ। एकदम भिड थाम्न अवस्था गाह्रो भएको छ। यो त पहिलो सुरुवाती मात्र हो। त्यहाँ लगाइदिनु त। साथीहरू, हेर्नुहोस्, यो अवस्था एकदम अहिले तनावग्रस्त भएको छ। अहिले खबरदारी र्यालीले सुर्खेतमा तनावग्रस्त भएको छ। साथीहरू, बलात्कारपछि हत्या भएकी इनिसा विकको लागि अहिले हामी साथीहरू, अहिले मलाई फोन नगर्नु होला। अहिले हामी एरिचोकमा पुग्न लागेका छौँ। साथीहरू, तपाईँ यही हेरेर तपाईँ यही आधारमा आउनु होला। मैले लाइभ गरिरहेको हुनाले तपाईँहरू मलाई कल नगर्नु होला। साथीहरू, जस्टिक माइक ल्याउनु पर्ने रहेछ त, होइन? सर
अबको र्याली कस्तो हुन्छ? अबको र्याली हामी अहिले शान्तिपूर्ण जान्छौँ। हामी त्यहाँ गएर जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालयमा गएर हामी त्यहाँ प्रेस विज्ञप्ति दिन्छौँ। हामी पीडितको तर्फबाट हामीले प्रेस विज्ञप्ति दिइसकेपछि हामी शान्तिपूर्ण तरिकाले पहिला गर्छौँ अनि उहाँ हाम्रो मागको अनुसार हाम्रो केसको अनुसार हामी त्यही अनुसार अगाडि बढ्छौँ। सबैको सल्लाह हुन्छ। भनेपछि अहिले त्यो कुनै तनावपूर्ण अरू कुनै उता हुन्न? अहिले हाम्रो त्यो कुनै पनि इन्टेन्सन छैन। हामी अहिले एग्रेसिभ हुनुपर्ने छैन। कानुनी अनुसार के भन्छ अगाडि बढिसकेको छ। हाम्रो सम्पूर्ण न्यायिक दर्ता अगाडि गइसकेको छ। कानुनी अनुसार अगाडि बढेको छ। अहिले हाम्रो कुनै पनि एकदमै हामी ढुङ्गामुढा गर्ने उपाय छैन। शान्तिपूर्ण छ पहिलो चरण। तर हामी पहिलो चरणमा यो गरे तापनि हाम्रो माग अझै पनि भएन भने हामी यो आवाजलाई तुरन्त बनाएर अगाडि अझै पनि अगाडि उग्र गतिमा जानेछौँ। साथीहरू अब यो आन्दोलन कस्तो हुन्छ? अब यो 5 दिनको घटना नेताहरू त्यसको साथी अधिकार कर्मीहरू मानव अधिकार कर्मीहरू महिला अधिकार कर्मीहरू बाल अधिकार कर्मीहरू चुपचाप कारणले गर्दाखेरि हामी आज यो खबरदारी र्याली निकाल्न बाध्य भएका छौँ। र यो र्याली आज यहाँ मौगढी चौकदेखि वीरेन्द्र चौक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म जान्छ र एउटा पीडितको तर्फबाट चाहिँ हामीले एउटा घोषणापत्र ध्यान गइरहेका छौँ र पीडितले न्याय पाउनुपर्छ। पीडितले न्याय पाउनुपर्छ। हत्यारा उम्किन पाउनु हुँदैन र यदि हत्यारा उम्किने मेसो कसैले गरेर यो घटनालाई ढाकीछोपी कसैले गर्छ भने हामी अझै योभन्दा वृहत आन्दोलन गर्नेछौँ। अब यो आन्दोलन कसरी जान्छ दाइ? यो आन्दोलन हाम्रो खबरदारी आन्दोलन हो। जबसम्म हाम्रो छोरीले न्याय पाउँदैन, जबसम्म हाम्रो छोरीको न्याय हुँदैन, जबसम्म ती अपराधीहरू बलात्कारीहरू हत्याराहरू जबसम्म जेलका सिँढीहरूमा भित्र हुँदैन, जबसम्म चाहिँ तिनीलाई चाहिँ कारवाही गरिँदैन, तबसम्म यो आन्दोलन निरन्तर अगाडि खबरदारी हो। यो रचनात्मक आन्दोलन रचनात्मक दबाव हो। यो कसै विरुद्ध होइन कि खास गरी चाहिँ हत्याराहरू बलात्कारीहरू विरुद्ध खबरदारी र्याली निकाल्न किन बाध्य हुनु भयो र? राजनीति दबाव नजाओस् र हाम्रो छोरीले न्याय पाउनको निम्ति कसर बाँकी नहोस् भन्नको लागि हामीले चाहिँ रचनात्मक खबरदारी दिइरहेको अवस्था हो। मान्छे आएर बिस्तारै बिस्तारै हिँड्न